नमस्ते यहाँहरु सबैलाई। आज म यो लेग प्रेस मसिनमा बसेर चाहिँ एउटा भिडियो बनाउँदै छु र आजको भिडियोको यो सन्दर्भ पनि लेग प्रेसकै रहेको छ। हिजो मैले एउटा पोस्ट गरेको थिएँ, एउटा भिडियो पोस्ट गरेको थिएँ। त्यो भिडियो पोस्ट गरेपछि एकजना अग्रजले 55 वर्षको हुनुहुँदो रहेछ, एउटा मलाई मेसेज लेखेर पठाउनु भयो। विगत 2 वर्षदेखि चाहिँ व्यायाम गर्दै आइरहनु भएको रहेछ र अहिले आएर खुट्टाको व्यायामहरू गर्दाखेरि लेग प्रेस, लेग एक्सटेन्सन्स अनि यो स्क्वाट्सहरू गर्दाखेरि चाहिँ उहाँको चाहिँ घुँडा दुख्यो, के चाहिँ समाधान हुन सक्छ भनेर एउटा मेसेज लेख्नु भएको रहेछ। उहाँको मेसेज मैले रिप्लाई पनि दिएँ। अब यही सन्दर्भ, यही कुरा, यही समस्या धेरैलाई हुन सक्छ, हैन, धेरैलाई पर्छ भन्ने हिसाबले यो भिडियो म बनाउँदैछु आज। र यही लेग प्रेस मसिनमा बसेर घुँडा दुख्ने समस्याका कारणहरू थुप्रै हुन सक्छन्। घुँडा भन्ने बित्तिकै हाम्रो यो जोर्नी हो। अब जोर्नीको समस्या थुप्रै कारणले हुन सक्छ। प्रथम कारण अब लडेको, दुर्घटना परेको यस्तो कारणहरू छ भने पछि गएर दुख्ने गर्दछ। मेरो पनि यो दाहिने घुँडा अहिले पनि कहिलेकाहीँ दुखिरहेको छ। म धेरै पटक चाहिँ दुर्घटनामा परेको छु। अग्लो छतहरूबाट चाहिँ लडेको छु, खसेको छु। त्यसको कारणले गर्दाखेरि पनि मेरो घुँडा चाहिँ दाहिने घुँडा चाहिँ अलिकति कहिलेकाहीँ दुखिरहेको हुन्छ, हैन। र यो दुखाइ धेरै वर्ष भइसकेको छ। तर मलाई लेग एक्सटेन्सन गर्दाखेरि सुरुकोमा मैले पोजिसन मिलाएर बल्ल गरेपछि मात्र त्यो दुखाइ कम हुन्छ। नभए सुरुमा अलिकति हल्का उठाउने बेलामा चिसिक्क चाहिँ दुखेको हुन्छ। यो मेरो पहिलादेखि नै दुर्घटनाको कारणले गर्दाखेरि भएको छ। यो एउटा पनि कारण हुन्छ है, दुर्घटनाको कारण। र अरू थुप्रै कारणहरू हुन सक्छन्, हैन। जोर्नीमा एउटा फ्लुइड हुन्छ, हैन, उत्पादन हुन्छ, जुन चाहिँ फ्लुइड त्यो बोसो नै भनौँ, हैन, बोसो, तरल बोसो, ग्रिज, जे पनि नाम दिन सकिन्छ। त्यो फ्लुइडहरू उत्पादन हुन्छ। त्यो फ्लुइडले गर्दाखेरि त्यहाँ चाहिँ चलायमान बनाउनको लागि, त्यहाँ चाहिँ घर्षण कम होस् भनेर चाहिँ त्यो चाहिँ उत्पादन भइरहेको हुन्छ। र त्यो उत्पादन हुनु पनि प्राय सबै खानेकुराको कारणले गर्दाखेरि हुन्छ। यदि खानेकुराहरू मिलेन भने पनि त्यसको उत्पादनहरू कम हुँदै जान्छ, हैन। र जति अब हामीले उदाहरणको लागि एउटा सटर लियौँ, हैन, घरको सटर अथवा घरको ढोका जुन चाहिँ कब्जा हुन्छ, हैन। त्यो कब्जामा तपाईको धेरै प्रयोग गर्दा आवाज आउँछ नि, कुई आवाज आइरहेको हुन्छ, हैन। त्यो आवाज आएपछि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि त्यहाँ चाहिँ तेल लगाउँछौँ। तेल लगाएपछि चाहिँ त्यसमा आवाज आउन कम हुन्छ। यसको मतलब के हो भन्दाखेरि त्यो फलाममा चाहिँ खिया लाग्छ। खिया लागेपछि त्यहाँ बढी घर्षण हुन्छ। घर्षण बढी भएपछि त्यहाँ चाहिँ आवाज आउँछ, हैन। ढोका लाउन गाह्रो हुन्छ। सटर पनि त्यस्तै हो। धेरै वर्षसम्म चाहिँ सटर बन्द भइराख्यो भने त्यो सटर उघार्नलाई एकदमै गाह्रो पर्छ। त्यहाँ चाहिँ ग्रिज लगाउनु पर्छ। ग्रिज लगाएपछि के हुन्छ, त्यहाँ चाहिँ त्यो घर्षण कम हुन्छ। त्यस्तै हुन्छ हाम्रो जोर्नीहरूमा, घुँडा सबै जोर्नीहरूमा, है, घुँडामा मात्र होइन, सबै जोर्नीहरूमा। र अलिकति उमेर ढल्किँदै गएपछि चाहिँ त्यो जुन चाहिँ फ्लुइडको प्रोडक्सन अलिक बिस्तारै कम हुँदै जान्छ, हैन। अनेक समस्या आउँदै जान्छ नि त हामीलाई। अब तपाईको डायबिटिजको समस्या, कोलेस्ट्रोलको समस्या, प्रेसरको समस्या, यो चाहिँ एकदमै कमन समस्याहरू। यो समस्याहरूको कारणले गर्दाखेरि हामीले खानेकुराहरू धेरै बार्दा हाम्रो यो जुन चाहिँ जोर्नीमा आउने जुन चाहिँ फ्लुइडहरू छ, त्यो फ्लुइडको चाहिँ उत्पादन बिस्तारै कम हुँदै जाँदाखेरि चाहिँ त्यहाँ बढी घर्षण हुन्छ, दुख्छ। एउटा कारण त्यो हो, हैन। मुख्य कुरा खानेकुरा मिलेन भने पनि दुख्छ। अर्को कुरा निद्रा पुगेन भने पनि त्यो घुँडामा दुखाइ आउँछ।
हैन। यो यावत कुराहरूलाई चाहिँ एकछिन पन्छाएर हेरौँ। अब हामीले सिधा चाहिँ व्यायामको दृष्टिकोणबाट हेरौँ। व्यायामको दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ हाम्रो व्यायाम गर्दाखेरिको शरीरको पोस्चर मिलेन भने पनि हाम्रो घुँडामा बढी लोड पर्छ हैन। जोर्नीमा लोड पर्छ भनौँ, घुँडामा खुट्टाहरूको व्यायाम गर्दाखेरि घुँडामा लोड पर्छ। पोस्चर नमिल्दाखेरि अब कुनै पनि अब व्यायाम गर्दाखेरिको जुन चाहिँ हाम्रो वेटको पोजिसन मिलेन भने पनि हाम्रो घुँडामा लोड परिरहेको हुन्छ हैन। र लेग प्रेसमा पनि लेग प्रेस गर्दाखेरि चाहिँ हाम्रो खुट्टाको पोजिसन नमिल्दाखेरि चाहिँ धेरै घुँडामा लोड पर्न गएको हामीलाई थाहा पनि हुँदैन। र अलिक पछि गर्दै जाँदाखेरि चाहिँ त्यो दुखाइ चाहिँ अलिकति बढ्दै गएर चाहिँ आउने हुन्छ, दुख्छ हैन। दुखाइ भनेको जुन चाहिँ खात लाग्दै जान्छ हैन, त्यो दुखाइ त्यो बिगार्दै गरेको चिजहरूको चाहिँ त्यो चाहिँ खात लाग्दै जान्छ हैन। त्यो जम्मा हुँदै जान्छ त्यहाँ। त्यो जम्मा भएपछि चाहिँ कालान्तरमा गएर चाहिँ समस्या देखाउने हो। त्यो समस्या भनेको नै दुखाइ हो हैन, पीडा हो। जोर्नीमा आउने पीडा चाहिँ राम्रो पीडा होइन है। यसलाई हामीले एकदमै राम्रोसँग चाहिँ ध्यान दिनुपर्छ। र लेग प्रेस गर्दाखेरि उहाँलाई मैले के भने भन्दाखेरि चाहिँ मलाई तपाईँहरूले गर्नुभएको चाहिँ भिडियोहरू पठाउनुहोस् एकचोटि, म हेर्छु के चाहिँ समस्या रहेछ हैन। सर्वप्रथम चाहिँ हामीले व्यायाम गराउँदाखेरि हेर्नुपर्ने भनेको सुरुमा चाहिँ पोस्चरको कारणले गर्दाखेरि नै सबैभन्दा पहिलो समस्या आउँछ। अरू चिजहरू पनि अघि मैले बताएको जस्तै समस्याहरू त आउँछन् हैन। त्यो समस्याको बावजुद पनि सबैभन्दा सुरुमा आउने समस्या भनेको हामीले व्यायाम गर्दाखेरिको पोजिसन, खुट्टाको पोजिसन, हामीले धकाल्दाखेरिको चाहिँ कस्तो पोजिसन हुन्छ, त्यसले चाहिँ हाम्रो घुँडामा कस्तो असर गर्छ, हाम्रो अथवा अरू जोर्नीहरूमा कस्तो असर गर्छ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ हैन। उहाँको मैले भिडियोहरू हेरेँ। एउटा त्यो भिडियो हेरेपछि चाहिँ लेग प्रेसको आज एउटा मलाई भिडियो बनाउनु मन लाग्यो। उहाँलाई पनि काम लाग्छ यो कुरा र सबैलाई काम लाग्छ हैन। मैले व्यायाम सिकाउँदाखेरि ध्यान दिने कुरा पनि यो कुरामा चाहिँ मैले एकदमै धेरै ध्यान छु। किन भन्दाखेरि चाहिँ घुँडामा तोड पर्छ। अब यो चिजहरू बिग्रियो भने तोड पर्छ। हामीले सामाजिक सञ्जालमा चाहिँ थुप्रै देखेका छौँ हैन, थुप्रै देखेका छौँ हामीले। अब लेग प्रेस गर्दाखेरि चाहिँ अब यसरी सिधा राख्यो भने चाहिँ त्यहाँ अगाडिपट्टि हाम्रो क्वाड्समा चाहिँ तोड पर्छ। यसरी खुट्टा चाहिँ फटाएर राख्यो भने भित्रपट्टिको भागमा हैन, इनर थाइमा चाहिँ तोड पर्छ। अलिक क्लोज गरेर माथिबाट चाहिँ क्लोज गर्यो भने चाहिँ यतापट्टि ह्यामस्ट्रिङमा पर्छ भनेर थुप्रै भिडियोहरू हेरेका छौँ। तर उचाल्ने तरिका मैले सायद देखेको पनि छैन हैन, मेरोमा नआएको पनि हुनसक्छ, अब देखेको पनि छैन मैले। र यो कुरा चाहिँ विशेष ध्यान दिनुपर्छ। र मैले व्यायाम गराउँदाखेरि एकदमै विशेष ध्यान दिने गर्छु मैले हैन। व्यायाम गराउँदाखेरि एकदमै कहिले पनि नजाने गर्लाई अब त्यो यो खुट्टा फटाउने यो गर्ने त्यो इन्टरमिडिएटदेखि लिएर एडभान्स लेभलको मान्छेहरूलाई जसले चाहिँ नतिजा पाउन सकेको छैन उनीहरूको लागि चाहिँ अति उत्तम उपाय हो हैन, जसले चाहिँ मिलाएर गर्न जानेको हुन्छ। तर सुरुमा यो हामीले प्रेस गर्दाखेरि खुट्टाको पोजिसन कहाँबाट चाहिँ धकाल्दाखेरि चाहिँ हामीलाई घुँडामा लोड पर्दैन भन्ने कुरा जान्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ हैन। यो कुरा जानिएन भने चाहिँ भोलि हामीले जतिसुकै गरे पनि हाम्रो घुँडामा लोड पर्छ, हाम्रो घुँडा दुख्ने समस्या आउँछ एक दिन आउँछ। यो चाहिँ कन्फर्म हो हैन, यो चाहिँ कन्फर्म हो। त्यो कारणले गर्दाखेरि यो तरिका चाहिँ यहाँहरूले सिक्नु होला। म यो भिडियो देखाउन गइरहेको छु कसरी चाहिँ गर्दाखेरि चाहिँ बेटर हुन्छ। बरु थोरै वेट लिएर यो हामीले प्रेस गर्दाखेरि धकाल्ने चाहिँ अभ्यास एकदम लाइट वेटबाट चाहिँ अभ्यास गर्नुपर्छ। किन भन्दाखेरि हामीलाई लेग प्रेसमा साधारणतया हामीले आफ्नो वेटभन्दा डबल वेट उचाल्न सक्छौँ सुरुमै हैन। हामीसँग त्यति बल हुन्छ, यो लेग प्रेस मेसिन पनि त्यस्तै हुन्छ। र उचाल्न सकेको कारणले गर्दाखेरि हामीलाई चाहिँ अलिकति गह्रौँ उचाल्न मन लागिरहेको हुन्छ हैन। लेग प्रेस मेसिन नै हो सबैभन्दा धेरै उचाल्न सक्ने चाहिँ हैन। हामीले एकदमै धेरै बडी चाहिँ प्रेस गर्न सक्ने भनेको मेसिन नै लेग प्रेस मेसिन हो हैन। त्यो कारणले गर्दाखेरि हामीलाई अलिकति हतार लाग्छ। अलिकति हतार नगरिकन है, एकदमै अलिकति हतार नगरिकन चाहिँ यो तरिकालाई चाहिँ तपाईँले सुरुदेखि नै अभ्यास गर्नुभयो भने त्यो आफै सेट भएर बस्छ हैन। जानिदो नजानिदो तरिकाले हामीले गल्ती गर्दैनौँ। आउँछ त म तपाईँहरूलाई चाहिँ देखाउँछु यो कुरा। अब तपाईँहरूले जसरी गरे पनि हैन, खुट्टा सिधा राखेर हामीले अगाडिपट्टिलाई फोकस गरे पनि
खुट्टा यसरी राखेर चाहिँ इनर थाइलाई फोकस गरे पनि, खुट्टा क्लोज राखेर चाहिँ हामीले अब ह्यामस्ट्रिङलाई फोकस गरे पनि हैन, सबैभन्दा महत्त्वपूर्ण कुरा के हुन्छ भन्दाखेरि हामीले नजानिदो पाराले चाहिँ अब उचाल्दाखेरि हैन, नजानिदो पाराले चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ धकाल्दाखेरि चाहिँ खुट्टा यसरी उचाल्छौँ हामीले है। खुट्टा यसरी चाहिँ यहाँनिर चाहिँ कुर्कुच्चा उचाल्छौँ, थोरै कुर्कुच्चाले उचालिरहेको हुन्छ। हामीलाई त्यो कुरा चाहिँ यादै भएको हुँदैन वास्तवमा हैन। जब कुर्कुच्चा उचालिन्छ यो सबै लोड चाहिँ यहाँनिर आइपुग्छ हैन। अहिले यो हल्का, एकदमै हल्का छ, हल्का भएको कारणले गर्दाखेरि त्यति याद हुँदैन। जब गरौँ हुँदै जान्छ, हामीले जति गरौँ हुँदा उचाल्दै जान्छौँ, यसको लोड चाहिँ हाम्रो घुँडामा आइपुग्छ हैन। यो चाहिँ नजानिदो पाराले गर्छ, सबैजनाले गर्छ यो चाहिँ हैन। यो बिगिनरहरूले एकदम नजानिदो पाराले चाहिँ यो गरिरहेको हुन्छ हैन। हामीलाई चाहिँ धकाल्नै हतार भएको हुन्छ वास्तवमा। अब त्यो गलत पनि होइन, हाम्रो त्यो जुन चाहिँ माइन्ड र मसलको चाहिँ कनेक्सन नभएको कारणले गर्दाखेरि यस्तो हुन्छ हैन। त्यो गलत पनि होइन, यही कुरालाई चाहिँ हामीले अभ्यास गर्नुपर्ने हुन्छ हैन। तल लिएर आउँछ, तल लिएर आउँदाखेरि चाहिँ माथि फाल्दाखेरि चाहिँ थोरै यसरी चाहिँ यहाँनिर चाहिँ कुर्कुच्चा उचालिएको हुन्छ, थोरै कुर्कुच्चा उचालिन पाएको छैन, हाम्रो चाहिँ घुँडामा लोड पर्छ है। र त्यो कारणले गर्दाखेरि चाहिँ हामीले बरु थोरैबाट चाहिँ अभ्यास गर्ने, उचाल्दाखेरि चाहिँ बरु कुर्कुच्चाबाट बढी उचाल्दाखेरि, कुर्कुच्चाबाट चाहिँ अलिकति बढी फोर्स गर्दाखेरि चाहिँ हाम्रो घुँडा स्टेबिलाइज हुन्छ, घुँडामा लोड पर्नु पाउँदैन है। किन भन्दाखेरि यसको पोजिसनको कारणले गर्दाखेरि हैन, त्यसको वेट र यसको पोजिसनको कारणले गर्दाखेरि, घुँडाको पोजिसनको कारणले गर्दाखेरि चाहिँ घुँडामा लोड पर्नु पाउँदैन, घुँडा स्टेबिलाइज हुन्छ र त्यति धेरै तोड पर्दैन। र सकेसम्म चाहिँ बरु लाइट वेटबाट प्र्याक्टिस गर्ने, अनि यो तलबाट यहाँको यो भागबाट चाहिँ बढी फोर्स गर्नुपर्छ। यो फोर्स गर्दाखेरि चाहिँ हाम्रो ह्यामस्ट्रिङले पनि फोर्स गरिरहेको हुन्छ है। यो लेग प्रेस गर्दा, कुनै पनि खुट्टाको एक्सर्साइज गर्दाखेरि हाम्रो यो ह्यामस्ट्रिङ पनि सँगै इन्भल्भ भइरहेको हुन्छ, संलग्न भइरहेको हुन्छ हैन। यसले पनि काम गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ माथि उचाल्दाखेरि चाहिँ यस्तो हुनु भएन, यस्तो हुनु भएन, यस्तो हुनु भएन। पुरै कुर्कुच्चा चाहिँ फ्ल्याट, त्यो बोर्डमा चाहिँ फ्ल्याट हुनुपर्ने एकदमै आवश्यकता हुन्छ है। र यसो गर्दाखेरि चाहिँ यसरी अभ्यास गरे पनि हाम्रो घुँडा धेरैभन्दा धेरै जोगिन्छ। अब यो भिडियोलाई हेरेर चाहिँ अभ्यास गर्नु होला हैन। लेग प्रेस गर्दाखेरि चाहिँ कसरी गर्ने, पहिला सुरुमा अभ्यास गर्दाखेरि चाहिँ सकेसम्म हाम्रो यो जुन चाहिँ पाइताला छ, पाइताला चाहिँ फ्ल्याट राखेर है, कुर्कुच्चा चाहिँ अलिकति नउचालियोस्। यो सबै लोड चाहिँ यहाँनिरबाट चाहिँ उचाल्नु हुँदैन। यो जति हामीले यताबाट उचाल्दै जान्छौँ, जति माथि वेट चाहिँ थपिँदै जान्छ, गरौँ हुँदै जान्छ, हाम्रो घुँडामा लोड पर्दै जान्छ है। जति घुँडामा लोड पर्यो पछि गएर दुख्छ है। हाम्रो शरीरको मेकानिजम नै यस्तै हो, हाम्रो शरीरले काम गर्ने तरिकै यस्तै हो हैन। यसरी नै काम गर्छ शरीरले। जति लोड पर्दै गयो पछि गएर दुख्छ हैन। आज मलाई दुखेन भनेर चाहिँ हामी मख पर्नु पनि पर्दैन हैन। किन भन्दाखेरि नराम्रो तरिकाले गर्दै गएपछि पछि चाहिँ त्यसले चाहिँ पीडा दिन्छ। यो भिडियोलाई चाहिँ सकेसम्म चाहिँ सेयर गरिदिनुहोस्, अरूले पनि जानुन्, सिकुन् सबैजनाले, सबैजनाको चाहिँ स्वास्थ्य राम्रो होस् हैन। व्यायामहरू गर्दाखेरि चाहिँ जोर्नीहरूको चाहिँ पीडा बिनाको होस् हैन, पीडा बिनाको होस्, पीडा नहोस्, कसैलाई पनि पीडा नहोस्, हुनु पनि हुँदैन। व्यायाम गरेर पनि पीडा हुन्छ भने त्यो घातक हुन्छ है। यदि तपाईहरुको पनि केही समस्याहरू छन् भने पक्कै पनि लेखेर पठाउनु होला। र यस्तै भिडियोको सामग्रीहरू साथै म फेरि पनि उपस्थित हुनेछु। अहिलेलाई नमस्ते।